नमस्कार, म मुकुन्द श्रेष्ठ। आज म सुनसरीको धरान स्थित धरानी जनताहरूले र हर्क साम्पाङको पहलमा बनाउनु भएको यो पार्कमा आएको छु। हजुरहरूलाई पनि म यो श्रम पार्क तपाईहरुलाई देखाउन गइरहेको छु। यहाँ एकदम रमाइलो ठाउँ छ, किन हजुरहरूलाई म देखाउन गइरहेको छु। हेर्नुहोस् त कति राम्रो भनाइहरू उहाँले चाहिँ लेख्नु भएको छ। देश सोच्न सकौँ म, देश बोल्न सकौँ, देशमै कर्म गर्न सकौँ म, देशकै लागि मर्न सकौँ। यो कति मन छुने एउटा सन्देश तपाईँ हामीलाई चाहिँ उहाँले दिनुभएको छ। यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ, सायद यो शालिग उहाँकै बन्दैछ जस्तो मलाई लाग्छ। जहाँसम्म अब यो बन्ने प्रक्रियामै छ। तपाईहरुले हेर्न सक्नुहुन्छ, यो पहिले चाहिँ एकदम चाहिँ सानो बाटो। यहाँ चाहिँ बाटो तपाईको हाम्रो चाहिँ पहिले पुर्खाहरूले चाहिँ यो बाटो हुँदै तपाईको धनकुटा, भोजपुर नुन बोक्ने बाटो र चाहिँ चामल साट्ने, अदुवा बोकेर आउने, धरानमा आएर चामल साटेर लगेर चाहिँ उहाँहरूले सङ्घर्ष गरेर यो बाटो हिँड्नुहुन्थ्यो भन्ने चाहिँ अहिले यताकता सुन्न पाइन्छ। र चाहिँ यही सानो बाटोलाई चाहिँ उहाँले यही ठाउँमा श्रम पार्क नाम दिएर यति राम्रो रोमान्टिक, सबैको मन यहाँ आएपछि एकदमै खुसी हुने बनाउनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद तपाईँ हामीले दिनैपर्छ। हामीले पनि यहाँ आएर चाहिँ आनन्द एकछिन भए पनि, एक दिन भए पनि आनन्दका साथ हामी यहाँ भिजिट गर्नु पाएको छौँ, हेर्न पाएको छौँ। यो तपाईलाई मैले अघि पनि भनिसकेको छु, यो चाहिँ प्रत्येक जनावरको जुनमा बसेर तपाईहरुले फोटो लिन सक्नुहुन्छ। यो प्रत्येक जनावरहरू यहाँ छन्, तपाईहरुले हेर्न सक्नुहुन्छ। यहाँ प्रत्येक जनावरको हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, यो सायद मलाई लाग्छ यो हाम्रो हर्क साम्पाङकै हो कि भन्ने मलाई लाग्छ। हेरौँ अब के हुन्छ पछि। अहिले बन्ने प्रक्रियामै छ, तपाईहरुले हेर्न सक्नुहुन्छ। तपाईहरु आउनु भएको छ भने, हेरिसक्नु भएको छ भने तपाईहरुलाई मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यदि आउनु भएको छैन भने यो ठाउँ एकचोटि अवश्य पनि आउनु होला, किनभने यहाँ धेरै कुराहरू सिक्न र देख्न पाइन्छ। यो श्रम पार्क बनि नसक्दै यस्तो राम्रो छ। हजुरहरूले दृश्यहरू हेरिसक्नु भयो र अझै पनि बनिराखेको छ यो पार्क। हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हर्कबाद यो अझै बन्दैछ। यहाँ चाहिँ के बन्छ, यहाँ छोपेर राखिएको छ। अब के बन्छ यो हेर्न बाँकी नै छ। अब तपाईहरुले यो हेर्न सक्नुहुन्छ। ल, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ बसेर तपाईहरुले चाहिँ फोटो खिच्न सक्नुहुन्छ। यो चाहिँ फोटो सुटको लागि हेर्नुहोस्, यहाँ विभिन्न जनावरको चाहिँ पिक्चरहरू राखिएको छ। हेर्नुहोस्, यहाँ हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, हेर्नुहोस्, यो विभिन्न जनावरको फोटो खिच्नको लागि बनाइएको जुन चाहिँ यो हजुरहरूले हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, यहाँ पनि हेर्नुहोस्। यो बनि नसक्दै यस्तो छ भने यो बनिसकेपछि झन् धेरै रोमान्टिक ठाउँ यहाँ